गाउँले सहैको भलो चाहने गाउँले माया त लाग्छ यो मेरो गाउँको। कति राम्रो यो मेरो गाउँ, प्यारो लाग्दो यो मेरो ठाउँ। गाउँले सहैको भलो चाहने गाउँ। हजुर, किसान काकाले अब मकैमा हाल्ने औषधि पनि ल्याएर छरिसक्नु भयो। अब त हाम्रो मकै मजाले उम्रिन्छन् है। अब त हामी ढुक्क भयौँ। अब त लेकतिर गइजाउँ होइन? बर्को पनि लगाइसक्यो। अब लेकतिर जाउँ। हुन्छ लेकतिर जाउँ ल अब। आजकल पाइन्छन् लाली गुराँस? पछि पाइन्छन् लाली गुराँस त। ओहो भाइ, हामीले त भुसुक्कै बिर्सेछु। किसान काकाले हामीलाई रोक्नु भन्नु भएको होइन र? दिदी बसौँ हामी। यहीँनिर बसौँ है। काका आइदिनु भयो। ओहो नानीहरू कस्तो एक्लै हिँडेको के? एकछिन बस भनेको थिएँ। त्यो छोरीले पनि रोक्नुपर्छ त, नरोकिदिने। एक्लै एक्लै आइयो होइन नानीहरू? अब थोरै थोरै अब त नि यो लाम्लो पल्लो नानीलाई दिएको थिएँ नि, त्यसैले यो लाम्लो भएको। लौ छोरी, यो लाम्लोसँग त अब हामी जानुपर्छ है। ल छिटछिट जानुपर्छ। लेख अब गोखा पनि उडिसक्यो। 2-3 दिन त रङमा जम्मा त लग्नु पर्यो त होइन? जेठी, अब पानीको व्यवस्था कतै रहन्छ, कतै पानीको कुवा खोज्न जाऊँ है? उता झर्ना छ, त्यही जाऊँ न। ल हुन्छ, त्यतातिर जाउँ। दामी होला त्यतातिर झर्न, त्यसो भए होइन? ठिक छ। कति दामी हो, पानी पनि कति मिठो हो यो लेकको। ल अब नानीहरू, ल हामी जाउँ है। ल कति मिठो पानी हो। वाह, ठाउँ त बबाली रमाइलो लाग्यो नानीहरू। धेरै रमाइलो लाग्यो ठाउँ त यार। यसका बाजे अब पानीको कुवा पनि थाहा पाइयो। ठाउँ लास्टै रमणीय रहेछ कि कसो शान्ते? ठिकै हो कि कसो रमाइलो होइन? अब हामी के गर्नुपर्छ भनिसकेपछि अब तिमीहरू तिम्रो गोठा जाऊ, हामी हाम्रो गोठा जान्छु। भेट्दै गरौँला, म तिम्रो गोठा आउँदै गरौँला, तिमी हाम्रो गोठा आउँदै गरौँला है। हुन्छ। ल जाऊ तिमीहरू अहिलेलाई, हामी पनि उठ्छु, हामी पनि जान्छ है। ल ल जुगो लाग्दो रहेछ यो ठाउँमा त, अलिक सचेत भएर जाऊ है। ल ल ल शान्तिलाई पनि आज हाम्रो घर गर्छु। जाऊ जाऊ, गइजाऊ, जाऊ जाऊ। जाऊ, हामी पनि गइजाऊ है। ल
बहिनी हामी लास्टै रमाइलो ठाउँमा आयौँ है ल आइजाऊ हामी पनि जाने अब ओहो शान्ति बिस्तारै आइज है अब गोठ भेटिन लागिसक्यो छोरी बिस्तारै आऊ है ल ल बाबा ल आऊ बिस्तारै आऊ आज शान्ति पनि मेरै गोठमा बस्ने त होला नि धेरै दिनसम्म मेरै गोठमा बस है ल हेर छोरी आज हामी यो पुरै हैन यो पुरै सरसफाइ गर्नुपर्छ अनि माथि एकछिन तीन बहिनीको माइली कान्छीको घरमा जाने गोठमा जाने हो कि यो सरसफाइ गरेर पुरै गोठमा जाउँ है हामी है ल यो सरसफाइ गरौँ अनि सिनो सिनो मारौँ अनि माथि तीन बहिनी गोठमा जाउँ है गोठमा जाउँ अनि त्यसपछि तिनीहरूलाई सघाउनु पर्छ है बाबा मलाई तुम्हारी त्यो कस्तो माया लागिरहेछ नि हो र ठिक छ आज हामी उतै बसौँला नि त्यसो भए उतै गोठमा बसौँला हाम्रो गोठको अलि खासै त्यस्तै खतरा पनि छैन गोठ हाम्रो लाग्यो यो त सफा तिनीहरू पनि छैन यता एकछिन हेरौँ किसान काकाहरू त हामीभन्दा अगाडि नै आएर बस्नु भएको रहेछ नि बहिनी हामी त अघि आएर बसेको नि नानीहरू तिमीहरू कहाँ गएका थियौ हामी त बाटामा आउँदै थियौँ नि ए हो र हामी त तलीको त्यस्तो बस्ने एउटा ठाउँमा हिँड्छ तली पनि यहाँ पनि त्यस्तै देख्यौँ आज के हुन्छ त हामीहरू यहाँ बसाइ होला बहिनी हुँदैन आज त तल गाउँतिरै फर्किनुपर्छ ल ठिक छ त्यसो भए आज हामी यो सरसफाइ गरौँ मात्र ल अब सरसफाइ गरेर पनि सक्यो काका अब है बसौँ ल थाकियो त अलिअलि जोस् तिमीले जेठी दिदीलाई नल्याइन राम्रै गरिछौ तिमीले ल्याइदिए त्यत्तिकै दुःख मात्रै हुन्थ्यो यहाँ दिदीले खाना पनि पकाएर भन्नुहुन्छ होला ल अब हाम्रो गोठबाट हुँदै जानुपर्छ ल बहिनीहरू ल ओहो हाम्रो गोठ भन्दा त अलिक काकाको गोठ नै राम्रो रहेछ गोठ अब के हेर्नु त बाबु शान्ते झोलो ल्याएर आइज ल है यो बाटोहरू सबै उ गरौँ अनि हामी गइहालौँ है सबै आज मेरी छोरी एकदमै खुसी हुन्थ्यो ल घर गएपछि कस्तो तरिकामा सिस्नु र ढेँडो ग्वाम जान्छ आज धेरै खुसी हुन्छ मेरी छोरीलाई ल जो छोरी खुसी हुने भए आज कतिखेर आउने हो छोरी पनि छैन शान्ति पनि छैन तीन बहिनी कि माइली र कान्छी पनि छैन एकछिन कुर्नु काका अब घर जाम है मिरमिरे राति पनि पर्न लागिसक्यो बाबा जाउँ कस्तो मिरमिरे रात पनि परिसक्यो अब घर जाउँ है मिरमिरी रात पनि भइसक्यो जाउँ शान्ति हामी है ल छोरी उठो तिमीहरू पनि फेरि भोलि बेर हुन्छ रात पुगेपछि भाइ हजुर दिदी अब त घर पनि पुगिसक्यो है ल बाई भाइ हामी गए ल बहिनीहरू बोक्यो मैले भात पस्किन्छु ल ल्याउनु न दिदी हामीलाई पनि भोक लागेको छ हामी खान्छौँ